रमेश रामेछापको एउटा सानो गाउँमा हुर्किएको केटा थियो। आमाको देहान्त ऊ 5 वर्षको हुँदा भएको थियो, तर त्यसपछि बाबाले उसलाई एक्लै हुर्काउनु भएको थियो। खेत जोत्नेदेखि मजदुरी गर्नेसम्म जे गर्नु परे पनि छोराको उज्जवल भविष्यको लागि गर्नुभयो। पढ बाबु, सहर जाऊ, जिन्दगी बनाऊ भन्नुहुन्थ्यो बाबाले। दुःखले चिरिएको हातले कोदाली समाउँदै आफ्नो छोरालाई राम्रै पढाउँदै हुनुहुन्थ्यो। रमेशको पढाइ राम्रै थियो। एसएलसीमा डिस्टिङसन ल्याएर ऊ काठमाडौँ पुग्यो अनि एक कम्पनीमा जागिर खान थाल्यो। उसको जिन्दगी फेरिन थाल्यो। राम्रै फ्ल्याट, राम्रै लुगा अनि उसको अङ्ग्रेजी बोल्ने साथीहरू जो उसको गाउँले उच्चारणमा हाँस्थे। बिस्तारै उसले बाबालाई फोन गर्न छाडियो। बाबाले फोन गर्दा अहिले मिटिङमा छु बाबा, पछि कुरा गरौँला भन्ने गर्थ्यो। फोनहरू मौनतामा बदलिए। दसैँ, तिहार, चाडपर्व त घरमा आए, तर रमेश आफ्नो घरमा आएनन्। एक दिन उसले एउटा पुरानो खाममा चिठी पायो। प्रेषक उल्लेख थिएन। अक्षरहरू कमजोर र कापिएको हातले लेखिएको जस्तो देखिन्थ्यो। बाबु, तिमीलाई म धेरै माया गर्छु। यो चिठी तिमीले पढ्दैनौ जस्तो लाग्छ। मलाई तिमीमाथि गर्व छ, तर तिमीलाई एकचोटि हेर्न मन लाग्छ। म अब थाकिसकेको छु। खेत बेचिसकेको छु। आँखा पनि धमिलो देख्छु। मोबाइल चलाउन आउँदैन। तिमी नआए पनि केही छैन। तिमी खुसी छौ भने म पनि खुसी छु। तिम्रो प्यारो बाबा। रमेश स्तब्ध भयो। उसका आँखाबाट आँसु झरिरह्यो र ऊ अर्को बिहानै गाउँ फर्कियो, तर त्यो पुरानो घरको ढोका बन्द थियो। छिमेकीले भने, बाबा त महिनौ भयो बितिसक्नु भएको। तिमीलाई कुरिरहनु भएको थियो। रमेश मौन भयो। उसको जिन्दगी त अगाडि बढेको थियो, तर बाबाले उसैको पर्खाइमा जिन्दगी बिताउनु भयो। ऊ घर अघिको बुढो सिमलको रुख मुनि बस्यो। त्यो ठाउँमा बसेर बाबाले कहिले चिठी लेखेका थिएनन्, तर अन्तिमचोटि लेखेका थिए। चिठी हातमा थियो, मन रित्तिएको थियो। हजुर, तपाईहरुलाई पनि यस्तै यस्तै हृदयस्पर्शी कथाहरू हेर्न सुन्न मन लाग्छ भनेदेखि खरो एक्सप्लेनर युट्युब च्यानललाई सब्स्क्राइब गर्नुहोला र बेल आइकनलाई क्लिक गर्नुहोला र अलमा सेट गर्नुहोला। आजको लागि यो भिडियो यति नै। अर्को भिडियोमा भेट्नेछु। आजको लागि बिदा दिनुहोस्। हस्त नमस्ते।